सर भोलि हाम्रो क्लास बिदा हो। के को बिदा? म मरेको छोरा बिदा हुन्छ? मरे त हुन्थ्यो नि। के भनिस्? मैले हैन सर, यसले भनेको। आजकल तिमीहरूको थुतुनो धेरै चल्दैछ है। कुन दिन थुतुनो र मुतुनो दुईटा टाल्दिन्छु अनि थाहा पाउँछस्। ल सर, जे टाल्नु छ टाल्दिनु, तर भोलि चाहिँ बिदा दिनु न। के भोलि रक्षाबन्धन हो, थाहा छैन तपाईँलाई? रक्षाबन्धन भएर के भयो त? रक्षाबन्धनमा चाहिँ पढ्नु हुँदैन र? अनि भोलि त राखी बान्ने दिन हो नि त सर। राखी बान्नु कि ट्युसन पढ्नु? ए गधा, 24 घण्टा राखी बान्छस्? ट्युसन त बेलुका पो हुन्छ त। हाम्रो दिदी बहिनी धेरै छ के सर, राखी बान्दा बान्दा रात पर्छ। होइन सर होइन, यिनीहरूले ठगिरहेछ तपाईँलाई। यिनीहरूको दिदी बहिनी धेरै छैन। तैँले जन्माएको थिइस् र थाहा हुन्छ तँलाई मेरो दिदी बहिनी कति छ भनेर? ओइ नथर्का न यार, जमुना मेरो क्रस हो के? चुप लाग मुना बिनाको मदन, तेरो क्रसलाई ब्रस बनाइदिन्छु अहिले म। के रे? को कसको क्रस रे? तपाईलाई किन चाहियो सर? तपाईँ पढाउने मान्छे पढाउनमा ध्यान दिनु न। तँ पनि पढ्ने मान्छे पढ्नमा ध्यान दे नि त। किन क्रसको कुरा गर्छस्? यसको ध्यान त जहिले जमुनातिर हुन्छ सर, पढ्नुमा कसरी ध्यान दिन्छ? हो सर हो, यसले जतिखेर नि जमुनालाई हेरिरहेको हुन्छ। केरो बाउले भन्यो होला मार सर। हो जमुना, यसले तिमीलाई जतिखेर नि हेरिराख्छ हो। हो सर हेरिरहेको हुन्छ, अनि मैले हेर्ने बित्तिकै नाक कोटाउँदै यताउति हेरे जस्तो गर्छ। पक, तँलाई जाने छु मैले। तेरो जवानी चढ्दै छैन त? भोलि तिमीले राखी लिएर आउने है, अनि यिनीहरूलाई बाँधिदिने। हुन्छ सर। आया सर आया, मेरो टाउको दुख्यो सर, म भोलि ट्युसन आउन सक्दिनँ होला। ए गधा, बाना त राम्ररी बना। टाउको दुख्यो भन्दै पेट समात्छस्? खत्तम सर, मजाले हेर्नुस्, त्यसले पेट होइन पेट भन्दा तलतिर समातिरहेछ। अबे साले। सर ट्युसन छुट्टी भएन, 5 बजिसक्यो त। ए हो, ल ल आजलाई छुट्टी। भोलि चाहिँ सबै आउनुपर्छ है। भोलि जो आउँदैन नि त्यसले 1 लाख जरिवाना तिर्नुपर्छ। कति रे? 1 लाख? 1 लाख भएको भए म यस्तो थोत्रे ट्युसनमा पढ्थे। स्टुडेन्ट्स, सबैलाई रक्षाबन्धनको धेरै धेरै शुभकामना छ है। थ्यांक यू सर, सेम टु यू। तिमीहरूलाई चाहिँ के भयो? किन सेम टु यू नभनेको? खुसी छैनौ तिमीहरू? किन खुसी हुने सर, यिनीहरूले पो पैसा कमाएका छन् र खुसी छन् त। पैसा हो। हाम्रो त टिफिन नखाई जम्मा गरेको पैसा पनि दिदी बहिनीले लगिहाल्यो, अनि किन खुसी हुने? पैसा त मेरो पनि गएको छ नि। मेरो त झन् 3-3 वटा बहिनी छ। खोइ, म त खुसी नै छु त। तपाईँ लोभी हुनुहुन्छ नि त सर। यत्रो कमाएर पनि कुनै बहिनीलाई 100 भन्दा माथि दिनु भएन होला। दिनुभयो त? यसलाई कसरी थाहा भयो? तैँले कसरी थाहा पाइस्? म थाहा पाइहाल्छु नि सर। तपाईँको अनुहार हेरेरै थाहा हुन्छ तपाईँ 1 नम्बरको लोभी हुनुहुन्छ भनेर। अनुहार हेरेर चाहिँ कसरी थाहा हुन्छ? सरको अनुहारमा लोभी लेखेको छ र? शाबास। हेरै सुन्तली, म तँलाई लास्ट चोटि भन्दैछु, म बोलेको बेलामा बिचमा नबोल, नत्र फेरि। नत्र के गर्छस्? नत्र तेरो र सरको बिहे गरिदिन्छु। मलाई लाज लाग्दैन यस्तो बोल्नु? सर मेरो लागि बाउ समान हुनुहुन्छ। होइन होला। तँलाई पाप लाग्छ पाप। सुन्तली नानी, बाउ समान चाहिँ नभन न हौ। म त्यस्तो बुढो भएको छैन के, भर्खर 40 वर्ष पुग्दैछु। त्यही त, 40 वर्षको मान्छेलाई कहाँ बाउ भनिरहेको तिमीहरूले? हजुरबा भन हजुरबा। ओइ, यस्तो जवान सरलाई हजुरबा भन्छस्? अझै पनि सरलाई देखेर केटीहरू पुक्लुक ढल्छ। परेबाट बोका गनाएपछि केटी त के केटा पनि ढल्छ नि। ओइ भाते, म दिनमा 2 चोटि नुहाउँछु बुझिस्? त्यो नि डेटल साबुनले। तँ जस्तो फोहोरी सम्झिस्? सही भन्नुभयो सर, आफू चाहिँ छिपेको बोका जस्तो गनाउँछ, अरूलाई भन्दो रहेछ। ओइ तेरो पाठी धेरै पाठी भइरा चाहिँ सम्झा। अहिले बोकापन्थी देखाउनु पर्ला नि फेरि। चुप न यार चुप, सरले सुन्छ के? सुन्छ होइन, सुनिसके मैले। जमुना सुन्तली, राखी ल्याऊ तिमीहरूले? हजुर सर ल्याएको छु। ल यिनीहरूलाई बाँध्यौ त्यसो भए। आया सर आया, आज चाहिँ साँच्चीकै दुख्यो मेरो, म घर जान्छु ल। के दुख्यो तेरो? भन्न मिल्दैन के सर? लास्टै पोलिरहेछ, मलाई घर जान दिनु न। चुप लाग, राखीको कुरा सुनेर पोल्न थाल्यो तँलाई? चुपचाप बस, जमुनाले राखी बाँधिन्छ, त्यसपछि जहाँ जानु छ जा। आथा सर, अब त मुटु पनि पोल्न थाल्यो। मलाई तुरुन्तै हस्पिटल लानुपर्छ सर, नत्र बाँच्दिन होला म। अच्छा। ए तेरो मुटु पोल्यो? पखै त तेरो बाउलाई कल गर्छु म। होइन सर होइन, पर्दैन। ठिक भयो, 81 ठिक भयो। बस हावा निकल गई। ओइ केटीहरू, राखी बाँध्ने भए बाँध, तर पैसा चाहिँ छैन है मसँग। हो त यार, हामीसँग त पैसै छैन त। पैसा बिना कसरी राखी बान्नु? पैसा छैन भने त हामी पनि राखी नबान्दिने। एउटा राखीको 50 रुपियाँ परेको छ हामीलाई। ओके, मत करो रन लो। थ्याम बट द प्लान, नो मनी नो लाखी। पैसा म दिन्छु, तिमीहरू राखी बान। वाह सर वाह, अस्ति बल पेन किन्छु 10 रुपियाँ दिनु न भन्दा चाहिँ सुरुमा ट्युसन फी दे भन्ने मान्छेले आज हाम्रो लागि राखीको पैसा दिने। धेरै खुसी नहु, यो पैसा फ्रीमा दिएको होइन, पछि तिमीहरूको ट्युसन फीमा जोड्छु म। देखिस् केटीहरू, मैले सरलाई त्यसै लोभी भनेको हो त। तिमीहरूलाई दिने पैसा पनि हाम्रो ट्युसन फीमा जोड्ने रे। हामीलाई बाल, हामीले त पैसा पाइहाल्छौँ के रे? तिमीहरू कति स्वार्थी छस् है, तिमीहरूलाई त साथी भन्न नि घिन लाग्छ। साथी रे, आजबाट त हामी
तिमीहरूको बहिनी हो बहिनी। मेरो चाहिँ होइन है, मेरो त घरमै 2-2वटा बहिनी छ। त्यही माथि मम्मी प्रेग्नेन्ट हुनुहुन्छ, फेरि बहिनी जन्मियो भने त 3-3वटा हुन्छ। त्यसैले एक्स्ट्रा बहिनी चाहिँदैन मलाई। जमुना तिमी यसको कुरा नसुन, बाँधेउ राखे। एकछिन जमुना एकछिन। सर तपाईँ गल्ती गर्दै हुनुहुन्छ। गल्ती त तेरो बाबुआमाले गरेको हो तँलाई जन्माएर। त्यसो भए तपाईँको आमा बाबुले त झन् ठुलो गल्ती गर्नु भएको रहेछ। मुखमुखे लाग्छस्, तेरो मुख च्यात्दिम। मेरो मुख लभ लेटर हो र च्यात्नुहुन्छ? बढी बोल्छस्, तँलाई टिपेर पछार्दिम। म के भ्यागुता हो र टिपेर पछार्नुहुन्छ? सर तपाईँ पनि के बच्चा जस्तो बाजिरहनु भएको? दिनु न लट्ठीले ड्याम कि ड्याम। अहिले त सुन्तलीलाई सुन्तला बजारमा लगेर बेचिदिन्छु है, धेरै बाटो नहु। सर हेर्नु न, यसले मलाई सुन्तला बजारमा लगेर बेच्ने रे। चिन्ता नगर न नानी, म हुँदा तिमीलाई कसैले बेच्न सक्दैन के। तेरो बाउले भन्छ त्यसो भए सुरुमा तपाईँलाई टपकाउँछु, त्यसपछि यसलाई बेच्छु। आर यु कमेडी मी? ओइ जे पाइ त्यही नबोल त। अनुहार ढेडुको जस्तो भयो नि, उहाँ हाम्रो सर हो, इज्जत गर्न सिक। आज रक्षा बन्धन हो, त्यसैले मैले हात उठाएको छैन, नत्र तिमीहरूको बङ्गारा झार्दिन्थे। मेरो बङ्गारा त झरिसक्यो सर। अस्ति ग्याङ फाइट परेको थियो, कुन चाहिँले राउन्ड किक हानेर बङ्गारै झारिदियो। सर राखी लगाइदिनु कि नलाइदिनु हौ, रात पर्न आँट्यो त। ए हो त रहेछ, रात पो पर्न आँटेछ। ल घर जाम आजलाई छुट्टी। चुप्लाक, जान्ने हुन्छस्? जमुना आउ राखी बाँध्यौ यसलाई। नाइ जमुना नाइ, तिमीलाई मेरो कसम, मलाई राखी नबान। राखी नबानेर के भन्नु त दाम्लो? बरु दाम्लो बाँध्यौ, म जिन्दगीभरि तिम्रो रागा भएर बस्छु। तर प्लिज राखी चाहिँ नबान। सरी ल, मसँग दाम्लो नै छैन, त्यसैले राखी नै बाँधिदिन्छु। तिमी साँच्चीकै राखी बाँध्ने मलाई? तिमीलाई अलिकति पनि मेरो माया लाग्दैन? मेरो बोयफ्रेन्ड हुँदा तिमीलाई किन माया गर्नु? ल ठिक छ, बाँध्यौ राखी। तर एउटा कुरा याद राख, एक दिन तिमी मलाई सम्झेर रुनेछौ। त्यो त भन्नै पर्दैन नि, त मरेपछि तँलाई सम्झेर हामी सबै रुन्छौँ नि। कैसा लगा मेरा मजाक? सर भोलिदेखि यो सुन्तली आयो भने म आउँदिन है ट्युसन। नआइज न त, त आएर के फाइदा भएको छ र मलाई? उल्टै ब्लड प्रेसर चाहिँ बढेको छ मेरो। तपाईँको ब्लड प्रेसर त रातभरि नचाहिने काम गरेर बढेको होला हौ सर। मेरो साथीलाई दोष नलगाउनु न। के नचाहिने काम गरे मैले रातभरि? के भन्न खोजेको तैले? बुझ्नेले बुझिहाल्यो, मैले किन भन्नु? बुझ्ने जतिले कमेन्ट गरौँ है साथी हो। सर बाँधिम अब। बाँध्यौ। हे भगवान, मेरो भाग्यमा गर्लफ्रेन्ड छैन कि क्या हो? जसलाई मन परायो त्यसले नै राखी बाँधिन्छ त हौ। चिन्ता नगर बालिके। अबे साले, यो जुनी त यस्तै भयो, अर्को जुनीमा चाहिँ तिम्रो गर्लफ्रेन्ड पक्का हुनेछ। चुप्लाक, आफू चाहिँ 2-2वटा गर्लफ्रेन्ड बनाएर बसेको छ, मेरो लागि चाहिँ एउटा नि खोजिदिन सक्दैन। तेरो गर्लफ्रेन्ड हराएको छ र खोजिदिनु मैले? गर्लफ्रेन्ड बनाउनको लागि त प्रपोज गर्नु पर्यो नि। प्रपोज गर्न पठायो भने छारे रोग लागे जस्तो काम थाल्छ, अनि कसरी बन्छ त गर्लफ्रेन्ड? बन्द करो हात जोड के मैं। ओइ नालायकहरू, मेरो अगाडि बोयफ्रेन्ड गर्लफ्रेन्डको कुरा गर्छस्? तिमीहरूको बाबुआमालाई भनिदिम। अरे सर, तपाईँ त छिनछिनमै धम्की दिनुहुन्छ त हौ। तपाईँ पहिला किडन्यापर हुनुहुन्थ्यो कि क्या हो? बिल्कुल। सर मैले राखी बाँधिसके त, अब पैसा दिनु न मलाई। एकछिनमा दिन्छु ल नानी, घर जाने बेलामा। अनि त्यसलाई चाहिँ बाँध्नु कि नबान्नु सर? बान्नु पर्छ नि, यसको त झन् केही भर छैन। जति बेला नि तिमीहरूलाई प्रपोज गर्न सक्छ। तेरो बाउले भन्ने होला। म तपाईँ जस्तो होइन क्या सर, जसलाई पाए त्यसलाई प्रपोज गर्दै हिँड्ने। मेरो आफ्नै स्ट्यान्डर्ड छ। नाटकै हो। मैले चाहिँ कहिले जसलाई पाए त्यसलाई प्रपोज गर्दै हिँडे? नाना थरी बोल्छस्? नाना थरी होइन सर, प्रुफ छ मसँग। गीता मिस, सीता मिस, अन्ता मिस सबलाई प्रपोज गरेको भिडियो छ, त्यो नि एचडीमा देखाइदिउ। बाबु सुन्न, त्यो भिडियो मलाई दे, त्यसपछि त मलाई जे माग्छस् म त्यही दिन्छु। साँच्चै? साँच्चै। धरो धर्म? धरो धर्म। हात्तीको कसम? यो के भन्दैछस्? हात्तीको कसम नि खान्छ कसैले? नखानु न त, म पनि भिडियो दिन्न। ल हात्ती गैडा भैँसी सबैको कसम। के चाहियो तँलाई? मलाई 10,000 चाहिन्छ, त्यो नि क्यास, किनकि ब्याङ्क अकाउन्ट छैन मेरो। त्यसपछि हामी दुईजनालाई यो वर्ष फ्रीमा ट्युसन पढाउनु पर्छ। तिमीहरूलाई फ्रीमा त पढाइरहेको छु नि मैले, ट्युसन फी नदिएको 6 महिना भइसक्यो त। आर यु कमेडी मी? सर राखी बाँध्नु कि नबान्नु हौ, ढिलो भइसक्यो हामीलाई। चुप, तेरो राखी तैसँग राख। यहाँ मान्छेको हालत खराब भइसक्यो, राखी बाँध्ने कि नबान्ने सर भन्छ। ओइ अघि नै भन्नु पर्दैन भिडियो छ भनेर? तैले गर्दा जमुनाले राखी बाँध्यो मलाई। जमुना यो के गर्यौ तिमीले? राखी नबानेको भयो नि जमुना, तेरो हुँदैन थियो के? सुनिनस् त्यसको बोयफ्रेन्ड छ अरे। यो सब तपाईँले गर्दा हो, अझै पैसा माग्यो सुड्डोलाई। नरिसाना बाबु, मैले तेरै भलाइको लागि गरेको हो के को भलाइ? भुत्रको भलाइ? अब चुपचाप 20,000 दिनुहोस्, नत्र भिडियो पोस्ट हुन्छ। ल म 20,000 दिन्छु, तर भिडियो चाहिँ पोस्ट नगर प्लिज। ल अब कान्छमा तेरा 5 चोटि उठबस गर्नुस्। यो कुन जुनीको बदला लिँदैछस् हौ तिमीहरूले? यही जुनीको, छिटो गर्नुस्। 1 2 3 4 5। मजा आयो भाइ। सर एउटा कुरा भनौँ, हामीसँग कुनै भिडियो छैन, हामीले तपाईँलाई प्र्याङ्क गरेको। ऊ त्यहाँ हेर्नुहोस् त क्यामेरा।
हेर्यो कट्टुमा छेर्यो कट्टुमा होइन हौ प्यान्टमा। हेर्यो प्यान्टमा छेर्यो ओए भाग भाग भाग, बुढो पागल भयो अब।